विद्यार्थी भाइ बहिनीहरु सबैलाई गुड मर्निङ। गुड मर्निङ। आजको हाम्रो यो क्लास भनेको कविता नेपालै नरहे कविता रहेको छ हैन। जसको लेखक को हुन् मध्यप्रसाद घिमिरे हुन् हैन। हामी यो कविताको बारेमा हिजो पनि छोटो मात्रामा चर्चा गरेका थियौं हैन। विद्यार्थी भाइ बहिनीहरुलाई म हिजो घरबाट पढेर आउन भनेको थिएँ। आज यसको बारेमा विद्यार्थी भाइ बहिनीहरुको कति पढेर आएका छन् यसको बारेमा आज यहाँ बुझ्ने छौं। आज म यो कविता अघि पढ्छु, विद्यार्थी भाइ बहिनीहरु पनि मेरो पछि यो कविताले के गर्ने हो, वाचन गर्ने हो। अलि सुर र तालमा राम्रोसँग वाचन गर्ने हो, किनभने कविता भनेको जहिले पनि लयमा वाचन गरिन्छ है। त्यसले गर्दा विद्यार्थी भाइ बहिनीहरु मेरो पछि तिमीहरु के गर्ने हो, पढ्ने हो। ल सुरु गरौँ है आजको कविता। नेपाली हामी रहौला कहाँ, नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ, हिमालय नरहे नेपाली हामी रहौला कहाँ, नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ, हिमालय नरहे तराई हाम्रो सुनको टुक्रा, हिमाल हिराको माटो र पानी पहिलो धन, धरतीका छोराको एकहाँबाट संसार हेर्छौं, सन्ध्याले नरहे नेपाली हामी रहौला कहाँ, नेपालै नरहे दशैं र तिहार रमाइला हाम्रा, जुड्का र ख्यालीले हृदय हाम्रो जुर्मुराउँछ, जितको झ्यालीले हृदय हाम्रो जुर्मुराउँछ, जितको झ्यालीले बसैको तालामा नाचौला कहाँ, मदलै नरहे नेपाली हामी रहौला कहाँ, नेपालै नरहे नेपाली हामी रहौला कहाँ, नेपालै नरहे एकति राम्रो बिहानी पाखा, एकति राम्रो बिहानी पाखा रमको रेखी हो सभ्यता पहिलो संसारमा फैल्यो, हिमाल देखि हो सभ्यता पहिलो संसारमा फैल्यो, हिमाल देखि हो बिर्झौला कहाँ पूर्वको पहिलो, उज्यालै नरहे नेपाली हामी रहौला कहाँ, नेपालै नरहे
रहौला कहाँ नेपाली हामी रहौला कहाँ नेपालै नरहे विद्यार्थी भाइ बहिनीहरू यो कविता वाचन गरेपछि तिमीहरूलाई के कस्तो लाग्यो र विद्यार्थी भाइ बहिनीहरू आउँदो आगामी दिनमा योभन्दा राम्रो र मिठो स्वरमा वाचन गर्ने बानी बसाल्नु है किनभने कविता जहिले पनि के हुन्छ जहिले पनि लयमा र गतिशील भएर र राम्रो लयमा कविता के गरिन्छ वाचन गरिन्छ ओके थ्यांक यू